सबैलाई नमस्कार साथीहरू, के छ हालखबर? सबैजना सन्चै आराम हुनुहुन्छ? अनि म पनि एकदम ठिक छु, हजुरहरू पनि एकदम आरामै हुनुहुन्छ भन्ने आशा गरेको छु साथीहरू है त। आज म तपाईँहरूलाई विशेष गरी साथीहरू मैले हजुरहरू माझ एउटा कुकुरको भिडियो, कुवेतको भाइरल कुकुर भनेर एउटा भिडियो पोस्ट गरेको हुन्छु। हजुरहरूले हेरिदिइरहनुहुन्छ, हजुरहरूले माया गरिदिइरहनुहुन्छ, मैले बनाइरहेको हुन्छु। तर यो कुकुरले गाडी नछोड्नुको कारण, मेरो गाडी जता जता जान्छ त्यता त्यता हिँड्नुको कारण तपाईँलाई म आज स्पष्टसँग बताउन चाहन्छु साथीहरू। हजुरहरूले कतिले विश्वास गर्नुहुन्छ, कतिले विश्वास गर्नुहुन्न, त्यो आफ्नो ठाउँमा छ। तर यो कुकुरको यथार्थ म आज तपाईँहरूलाई भन्न गइरहेको छु साथीहरू। ढिलो नगरिकन यो कुकुरको थोरै म स्टोरी सुनाउन चाहन्छु साथीहरू। यो कुकुर चाहिँ सानोमा, आजभन्दा 7-8 महिना अगाडि चाहिँ यस्तो पानीको त्यो धारोभन्दा उतापट्टि चाहिँ यसको माउले चाहिँ जन्माएर राखेको रहेछ। म गाडी खाली गरेर पानी झारिसकेर आइरहेको थिएँ, पानी भर्न गएको थिएँ। म पानी भर्न जाँदाखेरि यसो आँखा जुध्यो, कुकुरतिर नजर जुध्यो। कुकुर चाहिँ पुरै बिचरा आँखा पनि खुल्या रहेनछ, बिचरा हिँड्न नि नसक्दो रहेछ। पुरै यता र उता लडेर चाहिँ त्यो कुकुरको बिजोकै भएर रहेछ, मर्ने र बाँच्नेको ठेगान रहेनछ। उसको माउले पनि कता छोडेर गएछ साथीहरू। अनि यो कुकुरलाई चाहिँ मैले चाहिँ अब बिचरा भर्खर ब्याएको कुकुर, अनि हातमा प्लास्टिक बाँधेर अलिकति उतापट्टि शीतलमा लगेर राख्थेँ। अनि दिनभरि त्यहीँ बस्यो। अनि लगभग एक दुई दिनमा यसको आँखा खुल्यो, अलिअलि हिँड्न लाग्यो, हिँड्यो। अनि पछि बिस्तारै खान लाग्यो। अनि अब मैले अलिअलि यसो रुमबाटै लगिदिने, खानेकुराहरू पनि अलिकति रुमबाटै लगिदिने। अनि के गर्दा अब ठुलो भयो साथीहरू। ठुलो भएपछि साथीहरू यसले न मलाई चिन्यो, त्यो भगवान् जानुन् है। कुकुर त्यही हो, न यसले मलाई चिन्यो। अहिले म जहाँ जान्छु त्यहीँ जान्छ। अब धेरै नजिक जानु छ भने सँगसँगै अघि पछि गरेर कस्तो मजाले नाच्दै उफ्रिँदै खेल्दै जान्छ, मेरो गाडी सँगसँगै जान्छ। अनि मेरो गाडी लोड भइसक्छ, फेरि त्यसै गरी आउँछ। अनि त्यहाँबाट साथीहरू यो अलिकति टाढा जानुपर्ने छ, म चाहिँ अलिकति कम्पनीबाट टाढा जानुपर्ने छ नि 2 किलोमिटर 3 किलोमिटर चाहिँ कुद्दै सकी आउँछ। पछाडि लुङ्गेलास हेर्नुपर्छ, पछि आउँछ। त्यहाँपछि उसले अब नसकेपछि यो टाढै जाने रहेछ भनेपछि चाहिँ ऊ फर्केर आउँछ। फर्केर आउँदाखेरि गेटमा आनन्दले बसिरहेको हुन्छ साथीहरू। बरु मान्छेलाई त्यो गुण लागेको भए त्यो मान्छेले बिर्सिन्थ्यो होला साथीहरू, तर कुकुरले कहिले नबिर्सिने रहेछ। अहिले मैले भिडियो बनाएर हाल्छु, हजुरहरू सबैले हेरिदिनु भएको छ, मन पराइदिनु भएको छ। यो एकल कुकुर हो साथीहरू भन्दाखेरि पताउनु नला कसरी एकल कुकुर हो भन्नुहुन्छ नि। हाम्रो क्याम्पमा धेरै कुकुरहरू छ, धेरै कुकुर छ। यस्तो छुचो कुकुरहरू छ, टोक्ने कुकुरहरू छ, चप्पल उडाइदिने कुकुरहरू छ होइन। तर यो कुकुरले फटाकाम केही पनि गर्दैन। र यो कुकुर यो हाम्रो क्याम्पमा आउँदा पनि आउँदैन साथीहरू। किन आउँदैन? बिचरा लास्टै डराउँछ साथीहरू। यो यहाँको कुकुरहरूले देख्यो भने टोक्ने, लहट्ने, कहिले कान चाहिँ चोडिदिने जस्तो गर्ने, घाउ बनाइदिने गरेर बिचरा सातो जाने गरी यो डराउँछ। यसको सातो गएको रहेछ, जाँदैन। भात लगेर दियो भने त्यहीँ खान्छ, छैन भने भोकै बस्छ, तर ऊ कहीँ पनि जाँदैन। मलाई चाहिँ यो कुकुरको एकदम माया लाग्छ साथीहरू, त्यही भएर भिडियो बनाउँछु। एकदम माया लाग्छ। तपाईँहरूलाई पनि कुकुर मनपर्छ होला पक्कै पनि। पहिला हाम्रो गाउँघरतिर पनि हामी कुकुर पाल्थ्यौँ। अनि त्यो कुकुर चाहिँ बिचरा हामी काठमाडौँतिर जाँदा अलिकति टाढा जाँदाखेरि सँगसँगै जान्थ्यो। अनि खोलाबाट रुँदै फर्किन्थ्यो। त्यही कुकुरको याद आउँछ मलाई। मेरो घरमा पनि त्यस्तो कुकुर थियो, अनि अहिले पनि त्यस्तै कुकुर छ साथीहरू। त्यही भएर भिडियो लामो भयो होला साथीहरू। सबैले कुकुरको भिडियोलाई माया गरिदिनु, सपोर्ट गरिदिनु। यसै गरी अरू भिडियोमा पनि लाइक कमेन्ट गरिदिनुहोस्। म पनि तपाईँहरूको भिडियोमा आएर लाइक कमेन्ट गर्छु। यसै गरी नै हामी एकअर्कामा अगाडि बढौँ साथीहरू भन्दै बिदा हुन्छु। हस् त, नमस्ते, बाई साथीहरू, फेरि भेटौँला।